विषय हाम्रो रहेको छ मन्त्र उच्चारण गर्दाखेरि अशुद्ध उच्चारण गरियो भने त्यसको प्रभाव कस्तो हुन्छ त। आज हामीहरू यो विषयमा हाम्रा भक्तजनहरूसँग चर्चा परिचर्चा गर्नेछौँ। कहिलेकाहीँ मान्छे आफ्नो जीवनमा आइरहेका दुःख सङ्कटबाट मुक्ति पाउनका निमित्त हामीहरू विभिन्न किसिमका मन्त्र जप गरिरहेका हुन्छौँ। तर मन्त्र बिल्कुल शुद्ध उच्चारण गर्न भने हरेक व्यक्तिका लागि, एउटा आम व्यक्तिका लागि त्यो चाहिँ सम्भव कुरा होइन र त्यो सबैलाई सम्भव हुँदैन। हामीहरू गुरुहरूले कुनै ग्रह लायो भने पनि मन्त्र जप गर्न तत्पर भइरहेका हुन्छौँ, अथवा कहिलेकाहीँ कुनै समस्यामा परियो भने पनि मन्त्र जप गर्न थालिरहेका हुन्छौँ, अथवा कोही व्यक्तिहरू आफै संस्कृत नै नपढिकन वेद पढ्न थालिरहेका हुन्छौँ, कसैले चण्डी पढ्न थालिरहेका हुन्छौँ होइन। त विभिन्न व्यक्तिहरूले विभिन्न किसिमका मन्त्रहरू उच्चारण गरिरहेका हुन्छौँ। कतिपय त अब मन्त्र दैनिक रूपमा जप गरिरहेका हुन्छौँ। कतिपय व्यक्तिहरूलाई लाग्दछ कि भगवानले त भाव हेर्नुहुन्छ, पितृहरूले शुद्धता कतिको छ त्यो मन्त्रमा, त्यो वाक्यमा शुद्धता छ कि छैन भनेर हेर्नुहुन्छ पितृहरूले। तर देवतालाई त भाव भए पुग्छ। देवता भावका भोका हुन्छन्। त हामीसँग भाव भयो भने मन्त्र अशुद्ध भए पनि हुन्छ जस्तो लाग्छ कतिपय व्यक्तिहरूलाई। त्यसले गर्दाखेरि व्यक्तिहरू मन्त्रमा पाठमा चाहिँ शुद्ध अशुद्धिको ख्याल गर्दैनन् देव कार्यमा। तर यो कुरा एकदम गलत हो। हामीहरूले गर्ने मन्त्र उच्चारण, हामीहरूले गर्ने पाठ पारायण सबै कुरामा शुद्धाशुद्धि हुनुपर्दछ र यदि त्यसको त्यहाँनिर अशुद्ध भयो भने त्यसको परिणाम हामीले भयानक भोग्नु पर्दछ। त्यसैले जानिन्छ शुद्ध उच्चारण गरौँ, जानिँदैन भने हामीहरूले मन्त्र उच्चारण नगरौँ। त्यो के हुन्छ त भन्दाखेरि कहिलेकाहीँ हामीहरूले यसका विभिन्न किसिमका कुरा अर्थहरू सुनिरहेका हुन्छौँ र हामीलाई गुरुहरूले पनि, हामीले भागवत अध्ययन गर्दाखेरि गुरुहरूले भनेको एउटा प्रसङ्ग पनि ल्याउँछु म। मूर्खो वदति विष्णाय ज्ञानी वदति विष्णवे द्वयोरेव समं पुण्यम भावग्राही जनार्दन। यो कुराको विषयमा म चर्चा गर्छु। मूर्ख व्यक्तिले ओम विष्णाय नमः, ओम विष्णाय नमः भन्दछ। ज्ञानी व्यक्ति भन्दछ ओम विष्णवे नमः, ओम विष्णवे नमः। त यो दुईजनाको व्यक्तिको पुण्य चाहिँ के हो त समान हुन्छ। किनकि भगवान त केवल त्यो भक्तको भावलाई ग्रहण गर्नुहुन्छ भनेर जब कोही भक्त भगवानलाई निष्काम भावले बिना कुनै स्वार्थलाई याद गर्दछ, कुनै पनि स्वार्थ नगरिकन भगवानको भक्तले क्रिया र मन्त्रको शुद्धि अशुद्धिलाई जब ध्यान दिँदैन त त्यो केवल भक्तको भाव हुन्छ। कुनै उसमा चाहिँ छैन, उसमा कुनै स्वार्थ छैन, यो होला त्यो होला भन्ने छैन। निष्काम भावले उसले जपेको छ भने उसले गरेको क्रिया, उसले गरेका मन्त्र जपमा शुद्ध अशुद्धिको त्यहाँनिर चाहिँ ध्यान हुँदैन। त्यो केवल भक्तको भाव मात्रै हेरिन्छ। तर त्यही व्यक्ति कुनै मनोकामनाले, कुनै आफ्ना एउटा इच्छाले यस्तो फलानो चिज प्राप्त होस्, मेरो ग्रह शान्ति भएर जाओस्, मलाई सुख शान्ति समृद्धि प्राप्त होस्, मलाई छोरा प्राप्ति होस्, मलाई सन्तान प्राप्ति होस्, अथवा कुनै इच्छा आकांक्षाले मलाई जागिर प्राप्ति होस्, यस्तो किसिमले त्यो व्यक्तिले जब कुनै मन्त्र जप गर्दछ, जब कुनै जपहरू गर्दछ, पाठहरू पढ्दछ, स्तोत्रहरू पाठ गर्दछ, तब त्यति बेला भने देवताले त्यो व्यक्तिले गरेका साना भन्दा साना कामहरू, उसले गरेका साना भन्दा साना काम र उसले गरेका मन्त्र जपमा शुद्ध अशुद्धिलाई हेर्नुहुन्छ देवताले। निष्काम भावले कुनै पनि इच्छा नगरिकन शून्य भावमा रहेर जब भक्तले भगवानलाई पुकार्दछ भने त्यहाँ भगवानले त्यो व्यक्तिको शुद्ध अशुद्धि हेर्नुहुन्न, उसले के गरिराखेको छ हेर्नुहुन्न, केवल भाव हेर्नुहुन्छ। तर कामनाले तपाईले कुनै यस्तो चीज होस् भन्नका निमित्त तपाईले मन्त्र जप गरिरहनु भएको छ भने त्यहाँनिर भगवानले तपाईले गरेका साना साना चीज हेर्नुहुन्छ।
जस्तै तपाईले गरेको जप पाठ तपाईले जस्तो त्यहाँनिर पाठ गर्नुभएको छ नि त्यहाँनिर तपाईलाई त्यस्तै फल प्राप्त हुन्छ। एउटा भक्त थियो तपाईले सुन्नु भएको छ, एउटा भक्तले शिवजीलाई मासु नै चढाइदिएको छ। मासु चढाउँदा पनि त्यो भक्तले मासु चढाउँदा पनि शिवजीले त्यो मासु ग्रहण गर्नुभएको छ। तर कामनाले क्या त्यो भक्तले मासु चढाउँदा शिवजीले त्यो मासुले ग्रहण किन गर्नुभयो थाहा छ? किनकि त्यो भक्तमा कुनै कामना नै थिएन क्या। उसमा केवल शिवको चाहिँ प्राप्ति मात्र थियो, केवल उसले शिवलाई मात्र जान्दथ्यो। शिवभन्दा दोस्रो कुरा उसलाई केही पनि चाहिएको थिएन। त्यसैले त्यो शिवले उसको त्यो भक्तिलाई स्वीकार गर्नु। तर त्यहीँनिर उसले गरे भए त्यहाँनिर त्यो दोष हुन्थ्यो, मांस भगवानलाई कहिले चढाएन थियो। हो त्यही भएर चाहिँ हामीले निष्काम भावले हो भने केही फरक पर्दैन। निष्काम जोगी सन्तहरूलाई के चाहियो? उनीहरूले जे बोल्दै पनि जस्तो जपे पनि हुन्छ। तर हामीहरूले केही कामनाका निमित्त यो सिद्ध होस् भनेर गरेका जप चाहिँ हामीले जस्तो जप गरिराखेका छौँ, जस्तो पाठ गरिरहेका छौँ त्यसको फल मिल्दछ। जब यो कुरा आउँछ। एकचोटि के भएछ अरे भन्दाखेरि एउटा मान्छेको श्रीमती चाहिँ बिमारी थिइन्, अलिकति सन्चो थिएन, बिमारी थिइन्। त्यो व्यक्ति पण्डितजीको नजिक गयो, पण्डितजीसँग सोध्न गयो र आफ्नो श्रीमतीको समस्या बतायो। श्रीमती बिरामी भएको कुरा गर्यो। तब पण्डितजीले त्यो व्यक्तिलाई एउटा मन्त्र जप गर्नका निमित्त बताउनु भयो। हामी पनि कहिलेकाहीँ ज्योतिष गुरुहरू कहाँ गइयो भने उहाँहरूले चिना हेर्नुहुन्छ अनि यो ग्रह लाग्या रहेछ भनेर त्यो ग्रहको मन्त्र जप गर्न दिनुहुन्छ। त्यस्तै त्यो पण्डितजीले त्यो व्यक्तिलाई श्रीमती बिरामी भएको कारणले गर्दाखेरि उसलाई एउटा मन्त्र दिनुभयो। मन्त्र के थियो त भन्दाखेरि भार्याम रक्षतु भैरवी, अर्थात् हे भैरवी आमा, हे माता, मेरी पत्नीको रक्षा गर, मेरो श्रीमती बिरामी छ, मेरो श्रीमतीको रक्षा गर भनेर त्यो मन्त्रले भन्न खोजिएको थियो। त्यो व्यक्ति त्यो मन्त्र लिएर त्यो मन्त्रलाई सुनेर घरमा आयो र पण्डितजीले बताएको मुहुर्तमा, अत्यन्त शुभ मुहुर्तमा त्यो व्यक्ति जप गर्न बस्यो, जप गर्न थाल्यो। जब उसले जप गर्न लाग्यो त उसले रक्षतु भन्ने ठाउँमा भन्न थाल्यो भक्षतु भनेर जप गर्न थाल्यो। त उसले त्यो मन्त्र सही मन्त्र थियो, भार्याम रक्षतु भैरवी, मेरो श्रीमतीको रक्षा गर है भगवती भनेको थियो। तर उसले त्यो मन्त्र भुल्यो र रक्षतुको ठाउँमा भक्षतु भनेर जप्न थाल्यो। भार्याम भक्षतु भैरवी, भार्याम भक्षतु भैरवी भनेर जप्न थाल्यो। त भैरवी त्यो मन्त्रको अर्थ हुन्थ्यो हे भैरवी, मेरी पत्नीलाई खाऊ तिमी, मेरी पत्नीलाई तिमीले स्वीकार गर। भक्षण शब्दको अर्थ हुन्थ्यो खानु भन्ने हुन्छ। त भार्याम भक्षतु भैरवी, यस्ता किसिमबाट उसले मन्त्र जप्यो र समय बित्यो। र केही समय पछाडि, समय बिते पछाडि बच्चाहरू आएर त्यो व्यक्ति जसले आफ्नो श्रीमतीको रक्षाका निमित्त भनेर मन्त्र जपिरहेको थियो त्यहीँनिर बच्चाहरू आएर रोए, रुन कराउन थाले। त बच्चाहरू रोएर भन्न थाले पिताजी, आमा त परमधाम जानुभयो, पिताजी आमा हुनुहुन्न भन्न थाले। त ऊ व्यक्ति अत्यन्त दुखी भयो। उसले आफ्नो श्रीमतीको रक्षाका निमित्त मन्त्र जपिरहेको थियो, उसको श्रीमती नै मर्यो, मृत्यु भयो। ऊ अत्यन्त दुखी भयो र त्यो पण्डितजी जसले उसलाई मन्त्र दिएको थियो त्यो पण्डितजी प्रति चाहिँ ऊ अत्यन्त रिसायो। त्यो पण्डितजी प्रति रिसायो र यस्तो के मन्त्र दियो त यो पण्डितले भनेर ऊ अत्यन्त रिसायो। र केही दिन पश्चात त्यो व्यक्ति पण्डितजी कहाँ गएर भेट्यो र उसले भन्यो पण्डितजीलाई, हे पण्डितजी, तपाईँले दिएको मन्त्र मैले जप गरिरहेको थिएँ, त्यसको केही समयमै मेरो श्रीमतीको मृत्यु भयो। तपाईँले मलाई कस्तो मन्त्र दिनुभयो जसले मेरो श्रीमतीको तत्काल मृत्यु भयो भनेर भन्दा पण्डितजीले भन्नुभयो, जजमान, तपाईँले मन्त्र एकचोटि भन्नुहोस् त, तपाईँले कुन मन्त्र जप्नु भएको थियो, तपाईँले कसरी जप गर्नुभएको थियो त भन्दाखेरि त्यो व्यक्तिले भन्यो भार्याम भक्षतु भैरवी। पण्डितजीले भन्नुभयो तुम्हारी पत्नी त मर्ने नै भइन्, किनकि तिम्रो पत्नी पहिलो कुरा त पहिलादेखि नै मर्ने र बाँच्ने टुङ्गो थिएन, मर्ने स्थितिमै थिइन्, मरणासन्न अवस्थामा थिइन्, मृत्युको मुखमै थिइन्।
दोस्रो कुरो, मैले तिमीलाई भार्याम रक्षतु भैरवी भनेर मन्त्र जप गर्न पठाएको तिमीले रक्षतुको ठाउँमा भक्षतु भनेर जप गरेछौ। रक्षा गर भगवती भनेर मन्त्र जप गर्न पठाएको मेरो श्रीमतीलाई भक्षण गर खाऊ तिमी भनेर मन्त्र जप गरेछौ। त तिम्रो श्रीमती त नमर्ने त कुरै भएन भनेर पण्डितजीले भनिसके पछाडि त्यो व्यक्तिलाई आफ्नो गल्तीको महसुस भयो र त्यो व्यक्तिले पण्डितजीसँग चाहिँ उसले माफ माग्यो। यो मैले यहाँ बताउन खोजेको यो कथाको सार के हो त भन्दाखेरि, यदि यस्तै हामीलाई पण्डितजीले बताएका मन्त्रहरू टिभीमा युट्युबमा सुनेका मन्त्रहरू हामीहरूले एक्लै जप गरिरहँदाखेरि यदि त्यो मन्त्र शुद्ध भएन भने त्यही व्यक्तिले भार्यम रक्षतु भैरवीको ठाउँमा भार्यम भक्षतु भैरवी भएर आफ्नो श्रीमती गुमाए चाहिँ हामीले आफ्नो जीवनमा झनपछि झन दुःख क्लेश कष्ट निम्ताएका हुन सक्छौँ। त्यसैले मन्त्र जप गर्दाखेरि गुरुमुखी भएर अत्यन्त शुद्धसँग जप गर्न उच्चारण गर्न सक्ने अवस्थामा मात्रै जप गर्नुपर्दछ, उच्चारण गर्नुपर्दछ। नत्र भने त्यो मन्त्र कहिल्यै पनि जप गर्नु हुँदैन। र हामीहरूले जब कुनै कामना विशेष मनोरथ लिएर जप गर्दछौँ भने त्यहाँनिर हामीले कुनै विशेष कामनाका निमित्त काम गर्दैछौँ, सुख शान्ति समृद्धि अथवा केहीका निमित्त ग्रह शान्ति होस् भनेर गर्दैछौँ भने त्यहाँ सानोभन्दा सानो क्रिया तपाईँ हामीले गरेको कामको पनि त्यहाँनिर लेखाजोखा हुने गर्दछ। तपाईँको कारणले तपाईँहरूले त्यो कुरालाई पनि ख्याल गर्नुपर्दछ र हामीहरूले शुद्धि अशुद्धिमा ख्याल गर्नुपर्दछ। अशुद्ध मन्त्र पढेर हामीलाई अनर्थ हुन्छ त्यो कुरा तपाईँहरूले बुझ्नुहोला। र मन्त्रको अनर्थ हुँदाखेरि तपाईँ हाम्रो जीवनमा के हुन्छ, त्यसको अनर्थ हुने सम्भावना छ। यदि त्यही मन्त्र जप गरेर हामीलाई राम्रो हुन छ भने त्यो मन्त्रमा अशुद्ध भयो भने हामीलाई नराम्रो हुन्छ। त्यही भएर चाहिँ मन्त्र जप गर्दाखेरि शुद्धतालाई ख्याल गर्नै पर्छ। त्यही भएर हामीले कहिल्यै पनि गुरुहरूले बताएका मन्त्रलाई छेडछाड गरेर, किताबले शास्त्रले बताएका मन्त्रलाई छेडछाड गरेर आफै मनोमानी गरेर मन्त्र जप गर्नु हुँदैन। त यस्ता किसिमबाट तपाईँहरूले ख्याल गर्नुहोला। यो मैले केवल तपाईँहरूलाई बताउन खोजेको के हो त भन्दाखेरि, शुद्ध रूपमा गरिएको पाठ पारायण मन्त्र जपले मात्रै हामीलाई फल दिन्छ। अशुद्ध रूपमा गरिएको पाठ पारायण र मन्त्र जपले हाम्रो नै नाश गर्दछ। यो कुरा बुझ्नुहोला। सबैले भन्नुहोस् राधे राधे, जय शम्भो, हर हर महादेव।